चाहिँ आएको रहेछ है गाइस, टन्नै आएको छ होइन। अनि तर यो प्राउन चाहिँ धस्तै भइसकेछ फुटेर है। यो चाहिँ अब चिरा नै भएको छ। पापड हो पापड, कहाँ प्राउन हो त्यो? त्यो अब जे भयो नि त्यही हो। खाना चाहिँ डेली खान्छु तर के नाम चाहिँ होइन। यो चाहिँ 12 बजे पछाडि यो खाजा हो। चट्टो लाएर रियो प्लस वाइवाई चट्ट लाएर दहीहरू पनि हुँदैन। हेर्दै हुनुहुन्छ बसिरहनु भएको छ। अब चाहिँ ढुक्क साथले भतिज अब त सक्यो होइन, ढुक्क छ नि। ल ठिक छ। अनि यता दाजु के छ दाजु? अनि काम कस्तो लाग्यो? ल ठिक छ। हेलो एन्ड नमस्ते एभ्रिवान एन्ड वेलकम ब्याक म्यान द ब्लग है। तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत छ। अनि अब यति बेला चाहिँ हामी पसल जानु लागिरहेको। आज चाहिँ अलिक ढिलो भइसक्यो। बाइक साइक निकालेर तलतिर चोकमा आएर बसिरहेको छौँ। यहाँ कान्छा छ, कान्छा र म जानु लागेको पसल चाहिँ। अनि भ्लग चाहिँ अब सरासरी ल्याउने भने कस्तो भ्लग ल्याउने, के ल्याउने है। अनि यस्तै हो, अब गफसफ गरौँ, अब पसलतिर जाउँ, अनि बाटोतिर भेट्दै कुराकानी गर्दै जाउँ है त। कस्तो चिसो छ क्या मौसम, एकदमै चिसो टाइपको मौसम छ क्या। पानी पर्नु खोज्छ है, पानी पनि ठुलो पनि पर्दैन, हिजो अलिअलि पर्यो। अनि अब यस्तो अँध्यारो यस्तो पानी पर्न खोजेपछि पसलमा मान्छे नै एकजना आउँदैन क्या। अनि न पानी पर्छ है, न पानी पर्छ न त घाम लाग्छ। अँध्यारो हुन्छ पसलमा, दिनभरि बस्नु मात्रै हुन्छ। पसल जानै कस्तो झ्याउ लाग्ने खालको हुन्छ कि यस्तो भएपछि चाहिँ। गाह्रो छ जाडो छ। काफल ल्यायो छ क्या र त्यहाँ प्लास्टिकमा झिक्ने हो। काफल रहेछ त, काफल गाइज, काफल कि ठाकल रे काफल। हो दाजु काफल यहाँबाट चाहिँ हामी आज सिधै सधैँ चाहिँ जोरपाटी हुँदै जान्थ्यौँ भने आज चाहिँ महाकालबारीबाट जानुपर्ने भयो। महाकालबारीमा यहाँ सानो एउटा साइड हेर्नु छ, यहाँ अगाडि साइड हेरेर भयो भने आज टक्क मिलाएर कामसाम हानिदिनु पर्ने छ है। सो त्यही नै हो। कान्छा यहाँ बिल लिएर आउनु पर्दैन? आज लिएर आउनुपर्छ अहिले एकछिनमा। पैसा उठाउनु पनि कति ठाउँ बाँकी रह्यो थाहै छैन क्या। पैसा काम गर्दै हिँड्दै ठाउँमा पुगेपछि मात्रै बिर्सी सम्झिँदो रहेछ क्या। सुन ए मेरो हजुर, हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानन्द। भाइरल हुन्छ केटा, भाइरल गीत नगा। बाटो पनि साला हाम्रोतिरको चाहिँ के गरेको यस्तो छ कि बाटो त कहिले बाटो नि बनाउँदैन यार। जहिले भड्काएर यस्तो बनाएर राखेको छ साला। घाम लाग्यो भने धुलो उडेर बस्नै सकिँदैन, फेरि पानी पऱ्यो यस्तो हिलो हुन्छ साला। कहिल्यै बाटो पिच नहुने भयो यार। छ्या जुत्ता त सबै बिग्रियो यार। ल आएको छैन त कोही पनि? के हो उचालौँ त ल। ल सबैजनालाई पसलबाट गुड मर्निङ है त। यस्तो छ है। ल केही समयपछि भेटौँला। अहिलेलाई सबैजनालाई बाई बाई है त। चट्ट लाएर मसँग चाहिँ मेरो साठी चाहिँ छ यो है। अनि म यसमा जाँदैछु। दाइहरू चाहिँ ट्याक्सीमा जाँदैछ भने सामान सहित दुई भाइसँग जाँदै हुनुहुन्छ।
म चाहिँ यसमा जानेछु। सुन्दरी जलको बाटोतर्फ लागिरहेको छु होइन। दाइहरू यतै कतै नजिकै हुनुपर्छ होइन। दाइहरूले मलाई कुर्नु भएको रहेछ किनभने म पनि अलिकति नयाँ ड्राइभर हो। अनि सो मेरो राइड चाहिँ अलिकति म पनि नयाँ नै हो होइन। बाइक चलाएको चाहिँ धेरै भएको छैन, त्यही भएर अलिकति अझै पनि भेट्न सकेको छैन मैले चाहिँ दाइहरूलाई है। म यतिको रेसमा आइरहेको छु र पनि दाइहरू चाहिँ निकै टाढा पुगिसक्नु भयो जस्तो छ। आजको मेन कामको मेन अफिस चाहिँ यही भयो, वडा कार्यालय। अब म चाहिँ यहाँबाट यहाँ छिर्ने हाम्रो अहिले काम छैन किनभने हाम्रो काम चाहिँ तल हुँदैछ। यहाँदेखि स्टार्टिङ छ हाम्रो तार चाहिँ तान्नुपर्ने तलदेखि हो यहाँसम्म ल्याइ पुर्याउनु पर्ने हुन्छ। हेरौँ के हुँदै गर्छ के हुन्छ। आज सक्नै पर्ने हुन्छ जसरी पनि होइन। अब हेरौँ कतिसम्म भ्याइन्छ हेरौँ है त गाइस। यो भोलिबाट जात्रा सुरु रे गाइस होइन। यहाँ रहेछ दाइहरू। ए दामी खिच्नु न मेरो फोटो। गाइस यति बेला चाहिँ हामी खाना खान गइरहेको छौँ। हामीलाई चाहिँ दाइले लिएर आइदिनु भएको छ उतैबाट खाना होइन। चट्ट प्लास्टिकमा आएको छ आज लाइफमा फर्स्ट टाइम होइन। प्याकेजिङ खाना खाइरहेको छौँ होइन। चट्ट लाएर के रहेछ हेरौँ है त। रातिको 10 बजे रोडमा साइडमा हामीले खाना खाइरहेछौँ है त। भात चाहिँ आएको रहेछ है गाइस, टन्नै आएको छ होइन। अनि तर यो प्राउन चाहिँ धस्तै भइसकेछ फुटेर है। यो चाहिँ अब चिरा नै भएको छ। पापड हो पापड कहाँ पाउनु त्यो। त्यो अब जे भयो नि त्यही हो। खाना चाहिँ डेली खान्छु तर के नाम चाहिँ ठिक छ होइन। ठिक छ नि, ठिक छ। मेरो केही भन्नु छैन, खुसी छौ नि एकदम। यो रहेको छ यो चाहिँ मासु 3 पत्रे। तपाईँहरूले बुझिसक्नु भयो होला होइन। अब त्योभन्दा बढी भन्न चाहिनँ मैले। यो रहेको छ हाम्रो मलाई चाहिँदैन प्लास्टिकमा एकै ठाउँ घोलेर त्यसरी नखोर घिन्ने ढिलो यो रहेको छ हाम्रो तरकारी। अर्कोमा आएको छ तरकारी। अर्कोमा रहेको छ तरकारी। अचार रहेछ। तरकारी त मैले देखाइसकेँ होइन। यो चाहिँ अचार रहेको छ। अनि अब यो त अब यस्तै हो। अब चिउरा खाइ गर्ने यो भात खाइसकेपछि खानुपर्छ। गोजीमा अब 3 बज्छ गाइजहरू होइन। गोजीमा राख्छु ट्याक्क निकाल्छु। हामी पानी छँदैछ होइन। भात खाँदै जाउँ कस्तो देखिन्छ होइन त। है त गाइजहरू मैले भात अनबक्सिङ गरेँ। यो चाहिँ 12 बजे पछाडिको खाजा हो। चट्टो लाग्यो रियो प्लस वाइवाई। हाम्रो सबै सेटल बक्स चाहिँ यो भित्र बसेको छ होइन। हाम्रो यो चाहिँ वडा कार्यालय भयो। अनि चट्ट लाएर दाइहरू पनि होइन हेर्दै हुनुहुन्छ बसिरहनु भएको छ। अब चाहिँ ढुक्क साथले भतिज अब त सक्यो होइन। ढुक्क छ नि ल ठिक छ। अनि यता दाजु के छ दाजु। अनि काम कस्तो लाग्यो। ल ठिक छ। हामी चाहिँ अहिले निरन्तर सिसी क्यामेरा फिटिङमा छौँ होइन। कागेश्वरी मनोहरा वडा नम्बर 2 को हामीले काम गरिरहेको छौँ यति बेला चाहिँ वडाको काम। अनि सो म चाहिँ यतिखेर अफिस रुममा छु। सर्भर रुम यस्तो छ है। हामी चाहिँ क्लिन गर्ने कोसिस गरिरहेको छौँ। यो चाहिँ वडा नम्बर 2 भयो। हाम्रो भाइले चाहिँ भर्खरै क्यामेरा सेटिङ गरेर चाहिँ भर्याङ लिएर अब यो म चाहिँ यो रुमभित्र छु। अनि टक्कसँगले हाम्रो चाहिँ करिब अब चाहिँ क्यामेराहरू सबै सेटअप हुँदैछ। हेरौँ अब कति के हुन्छ कस्तो हुन्छ है। गाडी छ नि
लगभग कामसाम 90% जति सकियो होइन। हामीले काम चाहिँ होइन गाइजहरू तपाईँहरूले देखिसक्नुभयो होइन। अब त्यति धेरै अब काम गर्दै गरेको भिडियो त अब त्यति धेरै बनाउन पाएन, किनभने म पनि बिजी र सबै एकदमै बिजी थियौँ। त्यस कारणले भ्लग कामको त भ्लग हान्न पाएन होइन। सो त्यही अब चट्ट लाएर यताउता यसो हल्का फुल्का रमाइलो यताउता गरेर चाहिँ हामीले हानेका छौँ होइन। हामीले काम चाहिँ हिजो लगभग 12 साढे 12 त्यस्तै समथिङ 1 बजेदेखि गरेका थियौँ होइन। अनि 1 बजेदेखि गरेको अनि बेलुका 12 बजे सकाउने तरिकाले गरेका थियौँ, तर सकिएन गर्न होइन। अहिले आज होइन हिजोदेखि सुरु गरेको आज भइसक्यो। सपना फरे लास्ट हाने बाटा छ क्यामेरा मात्रै भयो मजा आउँछ। हेभी मजा आउँदैन काम गर्नु। काम पनि काम धेरै गरेको देखिन्थ्यो क्या। अब यत्रो यार होइन गरे जम्मा 11वटा क्यामेरा 42 घन्टा घुम्दैको काम कति भन्दाखेरि 11वटा क्यामेरा।